अचानक एक दिन एउटा कविता लेखेँ। मैले यसो हेरेँ, ओहो यो त कति भएर कविता लेखेँ मैले भने जस्तो लाग्यो। फेरि दोहोऱ्याएर पढेँ, न भूतो न भविष्यति छ, न पहिला कसैले लेखेको न भविष्यमा कसैले लेख्ने। त्यति महान लाग्यो मलाई मेरो कविता, होइन? अनि फेरि म अलिअलि लेख्ने अभ्यास गर्दै थिएँ। भोलिपल्ट पनि एकपल्ट पढिहेर्नु पर्यो भनेर फेरि मतलब पढ्छु, न भूतो न भविष्यति छ। यसो हेर्छु, महाकवि देउटाले पनि त्यस्तो कविता चाहिँ लेखे जस्तो लाग्दैन, भुपी शेरचनले पनि त्यस्तो कविता लेखे लाग्दैन। अब लाग्यो त गर्नु के, मलाई मनमा लाग्यो नि त, अब महान कविता लेख्यो, ल यसलाई छपाउनु पर्छ भन्ने आयो। त्यस पछाडि मैले चाहिँ के गरेँ भने काठमाडौँमा त्यो बेलामा मधुपर्क, है, यो कान्तिपुरहरू त आएकै थिएन, मधुपर्क होइन गरिमा यिनीहरू छापिन्थे त्यहाँबाट, अनि गोर्खापत्र छापिन्थ्यो। अनि यिनीहरूलाई कविता पठाएँ, पर्खिन्छु 2 महिना 4 महिना, म आफै फुच्ची बुढो हुन लागिसकेँ, कविता छापिँदैन, 6 महिना छापिँदैन, 7 महिना छापिँदैन। हो कविता बुझिनन् कि क्या हो भने जस्तो लाग्यो। फेरि मलाई फेरि हेर्छु, फेरि महान लाग्छ, फेरि भव्य कविता लाग्छ मलाई, होइन? अब यस्तो कविता बुझिनन् कि क्या हो, अब एउटा चिठी लेख्नु पर्यो भनेर सम्पादकहरू यति लामो लामो चिठी लेख्न थाले, होइन? चिठी लेख्न थाले। चिठी लेख्दै 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 गोर्खापत्रको सम्पादकलाई लेखेँ, त्यसले पनि छापेन। गरिमाको सम्पादकलाई लेखेँ, त्यसले पनि छापेन। मधुपर्कको सम्पादकलाई लेखेँ, त्यसले पनि छापेन। ल यिनीहरूले कविता नबुझ्ने रहेछन्। अनि मेरो मनमा के आयो भने वीरगन्जमा चाहिँ मालिङ्गो भन्ने एउटा पत्रिका वीरगन्जबाट निस्कन्थ्यो। अस्ति काठमाडौँमा चाहिँ गिरीसँग भेट भएको थियो। गिरीश गिरी होइन, गिरीश गिरीसँग भेट भएको थियो। त्यो सम्पादकलाई चिन्दो रहेछ क्या उसले, होइन? बस्नेत त्यो सम्पादकलाई चिन्दो रहेछ। मालिङ्गो पत्रिकाको सम्पादक भनेर जानु पर्यो भनेर यसो आइडिया गरेँ। त्यत्तिकै वीरगन्ज जान्छु भने त आमाले पैसा दिनु। अनि आमालाई के भने आमा मलाई वीरगन्ज साह्रो घुम्नु मन छ हौ, अनि यसो 1-2वटा अलिक राम्रो लुगा पनि किन्ने रहर छ, 200 रुपियाँ जति पैसा दिनु न भने। किन जानु पर्यो तँलाई भन्नुभयो। म घुमेर आउँछु नि त, होइन? छोरा मान्छे हो भनेर गफ दिएँ। खासमा चाहिँ कविता छाप्न जानुपर्ने छ आफूलाई, होइन? अनि त्यो 200 रुपियाँ लिएर अनि गएँ वीरगन्ज गएर त्यो सम्पादकको त्यो जुन भवन छ पत्रिकाको भवन दोस्रो तल्लामा छ। अनि त्यसको अफिसमा टक्क बाहिरपट्टि गएर यसो उभिएर भित्र हेरेको, ओ त्यो सम्पादक त यस्तो डर लाग्दो रहेछ कि, यस्तो सिधा पेन्सिल जस्तो जुगा भएको, होइन? यस्तो डर लाग्दो जायन्ट मान्छे रहेछ। कसरी जाने भयो, मलाई त भित्र अर्को मान्छेसँग गफ गरिरहेको छ। गफ गरुन्जेल त मलाई रिलिफ भयो। त्यसपछि म टक्क भित्रपट्टि पसेँ, नमस्कार गरेँ। किन आइस भनेर सोध्यो मलाई त। मलाई त यस्तो मर्नु भयो कि, होइन? यत्रो महान कविता लेखेर आएको छु त भन्छ यसले। मलाई पिर्तेता छ, त्यस्तो महान कविता लेखेर आएको छु, होइन? किन आइस भनेर पो सोध्छ मलाई त। कविहरूप्रति रेस्पेक्ट भन्ने त चिज छैन। अनि त्यसपछि सर मैले एउटा कविता लेखेँ भनेर उसलाई दिएँ। उसले त सट्ट यसरी खोल्यो, है? अनि यसरी खोलेर यसो हेऱ्यो, यसरी कच्चा मतलब त्यसलाई गुजुल्टो पारेर मैतिर फ्याँक्दियो कविता। त्यो कवितालाई समाते, होइन? कसैले पनि बुझ्दैन मेरो कविता भन्ने पर्यो। बसमा आउँदा पनि हेर्छु, होइन? हार्ट ब्रेक भइरहेछ मेरो त, होइन? सम्पादकले त्यसो गर्यो, उता चिठी पठाएको कसैले छाप्दैन, हार्ट ब्रेक भइरहेछ। अनि फेरि पढ्छु, फेरि महान लाग्छ, फेरि न भूतो न भविष्यति लाग्छ। यसलाई त छाप्नुपर्छ भन्ने भएपछि घरमा आएँ। त्यो घर मेरो गाउँमा अहिले पनि छँदैछ। अनि त्यो मतलब घरमा चाहिँ कस्तो हुन्छ, गाउँघरको घर ढोका तपाईँलाई थाहा छ, 2टा खापा भएको हुन्छ। 2टा खापा भएको आग्लो लगाउने घर ढोका हुन्छ। अनि एउटा चाहिँ खोलिदिए आमाको लागि बाहिर भित्र गर्नको लागि, अर्को ढोका चाहिँ टक्क बन्द गरे, सिक्री लगाए माथि। त्यसमा गाईको गोबरले टाँसेर पहिलोपटक टक्क त्यो कविता प्रकाशित गरे। हेर्नुहोस् है, अब मेरो कविता त छापियो। छापिसकेपछि त्यो खाट, त्योभन्दा त्यो ढोकाभन्दा अगाडिपट्टि खाट अहिलेसम्म पनि छँदैछ। त्यहाँ चाहिँ तन्ला ओछ्याएर टक्क बसेँ। यो गाउँमा विद्वान चाहिँ को रहेछ हेर्नु पर्यो भनेर बसेँ। अब मलाई के लाग्थ्यो भने त्यो कविता बुझ्ने मान्छे चाहिँ भयङ्कर विद्वान, होइन? अरू चाहिँ होइन भन्ने मात्रै। मेरो आमालाई त भेट्न आइरहने मान्छे हो। अनि त्यहाँ आमा के छ भन्छन् मूर्खहरू, होइन? भित्र जान्छन्, बाहिर आउँछन्, चिया खान्छन्। मेरो कविताको त वास्तै छैन। उहाँ गाईको गोबरले टाँसेर ढोकामा पब्लिस गरिरहेको छ, कविता प्रकाशित छ, होइन? कोही पढ्दैन।
यो गाउँमा विद्वान भन्ने चाहिँ मान्छे नै रहन्छ जस्तो लाग्यो मलाई। अनि अलि बेलुका पख त गाउँको प्रावि स्कुलका टिचर बासु सर टक्क आइपुग्नु भयो। बासु सर अहिले उहाँको देहान्त भयो। बासु सर टक्क आइपुग्नु भयो। आएर आउने बित्तिकै ढोकामा होइन यो कान्छाले के लेख्यो भनेर ठक्क हेर्नुभयो, सरल पढ्नुभयो। त्यसपछि तुरुन्तै आमालाई बोलाएर के भन्नुभयो, आमा यो कान्छो त कस्तो राम्रो पो लेख्दो रहेछ त, यो त ठुलो कवि हुन्छ एक दिन गएर भन्नुभयो। ओ माई गड, त्यहाँभन्दा विद्वान मान्छे त मैले आजसम्म भेटेकै छैन। त्यो प्रेरणाले जहिले पनि काम गर्छ, जहिले पनि काम गर्छ। र मतलब अब त्यो यदि उहाँले त्यति नभनिदिनु भए सायद एउटा कवि होइन अर्कै बाटो उहिले भइसक्थ्यो। त्यति प्रेरणाको शब्दले होइन आजसम्म म लेखेछु। अहिले त एउटा पत्रिकाले घमण्ड गरे होइन एउटा पत्रिकाले एउटा कविता माग्नु पर्यो भने मिनिमम 15 पटक टेलिफोन गर्छ। म इन्जोय गर्छु होइन। पहिला मैले पाएको हैरानी अहिले उनीहरूलाई छ होइन। मनु मन्जिलको कविता पाइदियो हुन्थ्यो भनेर होइन नेसनल पेपरहरूले एकदम होइन जुन गरिरहेको छन्, मेरो लागि त्यो सुन्दर कुरा होइन त त्यो छ। र